है अमृत पानी बुथको चाहिँ वार्ड नम्बर 9 राप्ती नगरपालिका अमृत पानी बुथको मतदान केन्द्रबाट मतदान चाहिँ सम्पन्न भएर अब चाहिँ यो खैरेनीको मतगणना स्थलतर्फ लगिँदैछ। ल हामीले सम्पन्न मतदान स्थलमा सफलतापूर्वक निर्वाचन सम्पन्न गरेका छौँ। यसको निम्ति हामी सर्वप्रथम नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्री लगायत निर्वाचन आयोग र सम्पूर्ण सुरक्षा निकायहरूलाई हार्दिक धन्यवाद दिन्छु, मेरो व्यक्तिगत तर्फबाट, जेनजी आन्दोलनको तर्फबाट र नेकपाको तर्फबाट। र अहिले सम्पूर्ण साथीहरू यहाँ हुनुहुन्छ। अरू केही भन्न छैन भाइ? भयो अहिले धेरै नै सबै ठाउँ बोलेर हेलो हेलो के छ? जय घन्टी ठिकै छ। प्रतिनिधि के को अधिकृत छैन, अधिकृत हात यहाँ हल्लाइदिन्थेँ मैले, एक्लैले हल्लाइदिन्थेँ। ठुलो कुरा त्यस्तो आइदैन भन्दैन यार। फर्स्ट दुखा होला, सेकेन्ड एमएलए होला, त्यही हो फर्स्ट होला नि, त्यही हो भइहाल्यो अनि मेरो मोबाइल कहाँ छ? महाकाश अरू जस्तो म होइन, तपाईँले यो बोकेर हिँड्न पाइएन नि। यो सिग्नेचर गरेर अहिले हामी कहाँ सुत्ने गएर बिस्तारै दिन्छ नि यिनीहरूले, हामीले सुत्नु पर्यो। फर्केर आउने हो त्यहाँ गएपछि। ल दाइ सम्पन्न गरेको ल ल बधाई छ बिमलाजीलाई पनि। धेरै धेरै बधाई तपाईँलाई। लाइभ गर्नुभएछ। खोइ निलमको केही जाँदैन भेनाजुको? ल ठिक छ। अल द बेस्ट हो क्या है, हामी सबैलाई अल द बेस्ट। दिनभरि सँगै बसेर सँगै कुन पेजबाट पोस्ट गर्नुहुन्छ पोस्ट गर्नुहुन्छ फेसबुकमा? कतिवटा चुनाव हारेर आयो, कतिवटा जितेर आयो, सबैलाई अल द बेस्ट भन्ने सिद्धु। के हो? जय घन्टी। हेलो आवेशमा नआइहाल न। जय घन्टी। जय घन्टी। जनताको जय हुनु पर्यो, घन्टीको होइन। घन्टी 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 अलवेज घन्टी हो। ल है चुनाव चाहिँ सम्पन्न भयो है। आसन्न चुनाव 2082 11 महिना 21 गतिको चुनाव सम्पन्न भएको छ। सबै पार्टी पङ्क्ति यहाँ खटिनुहुने सुरक्षाकर्मी, अब गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीज्यू सबैलाई चाहिँ धन्यवाद छ। चुनाव सम्पन्न भएको छ, त्यसो त हामी सबै खुसी छौँ। अब नतिजाको पर्खाइमा छौँ। हस्त नमस्ते। अब यो भने खैरेनीको भुवन शङ्कर कलेजमा चाहिँ मतगणनाको लागि चाहिँ मतपेटिका यहाँबाट रवानाको कार्यक्रम छ है।